हम धनुषा जिला प्रहरी कार्यालय में उपस्थित छी। एठम देख सकै छी अपने सब जे एकटा लाल पोका पारल गेल छै, सब पर नंबरिंग सिस्टम सेहो कयल गेल छै। ई कोनो गिफ्ट नहीं छै, ई सब जे छै से अहाँ के रात में लक्ष्मीनिया चौक पर से जे छै से बरामद कयल गेल छै। लक्ष्मीनिया गाउँपालिका के जे लक्ष्मीनिया बाजार चौक लग में से जे ढलके वर्ष दिस अवैध काल में जे छै से ई हिनका सबके जानकारी पड़न प्रहरी के, तो ई जे छै समातल गेल छै। एकदम इस सब में जे छै से अहाँ के गांजा राखल गेल छै। एठम देख सकै छी जे लमसाल 18 लाख जते रुपया अहाँ के छै। ओइठम अहाँ के एठम 6-7 पीस मोबाइल सेहो अहाँ के पकड़ाओल गेल छै, किछ सेक सब सेहो अहाँ के बरामद कयल गेल छै। सब बेर अहाँ के जे छै से अहिना पकड़ा कऽ जे सार्वजनिक तऽ होइत अछि सामान सब जे पकड़ाई छै उ व्यक्ति सब, लेकिन मेन गिरोह कहाँ छै, मेन गिरोह के जे अखन तक पता अहाँ के नहीं लाग सकलै। ई एकटा दुर्भाग्य के बात छै। जब तक मेन गिरोह, जब मेन आदमी अहाँ के नहीं पकड़ेतै तब तक अहाँ के जे छै से ई सब जे अहाँ के नहीं रुकतै। अहिना अहाँ के जे छै से किछ व्यक्ति आए अहाँ के पकड़ा गेलै, फेर ई सामान अहाँ के पकड़े, फेर ई चीज जे छै तस्कर के देख रहल छै। अखन ई सामग्री सब जे छै से अहाँ के दिनो दिन बढ़ल जा रहल है। जेना कि काठमांडू में देखलिए कि ट्रक में रुपया, ई सब एकटा जे छै से एकदम आब सोचऽ वाला विषय भ चुकल छै। हम देखाबऽ चाहबे अपने कि हम चाहबे जे यह उ ट्रक छै जे ट्रक में अहाँ के ई सामान जे छै से अहाँ के गांजा बरामद अहाँ के भेल छै। एठम देख सकै छी जे मध्य प्रदेश 03002520 नंबर के अहाँ के ट्रक से, अही ट्रक में जे छै से अहाँ के जे छै से गांजा अहाँ के लवैध काल में जे ढलकेवर छ जनकपुर तरफ अवैध काल में जे छै से यहाँ के बरामद कयल गेल छै। लेकिन मेन गिरोह अहाँ के अखन तक पता नहीं अहाँ के चल। तो हम सब एक बारे में विशेष जानकारी एठम के जे छथिन एसपी धनुषा जिला के उनका से बातचीत कर भुवनेश्वर तिवारी जी संगे। तैना हमरा सबके बीच में धनुषा जिला के एसपी भुवनेश्वर तिवारी जी उनका सब बातचीत करब। यो राति तपाईहरु समात्नु भयो हैन, कसरी चाहिँ यहाँहरुसँग जानकारी पाउनुभयो अनि अलिकति जानकारी विस्तृतमा गराइदिनु। यो हाम्रो गोप्य सूचनाकै आधारमा हो। अब यो हामीले चाहिँ यो गाडी चेक गरेर लगभग पत्ता लाग्ने अवस्था हुँदैन कि यिनीहरूले फल्स बटनहरु बनाएको हुन्छ। अब अहिले तपाईले यो हेर्नुहुन्छ भने यो माथि थियो के, छत छ हैन। अब छतमा चाहिँ त्यो ल्या होला भन्ने तपाईँ अनुमानै गर्न सक्नुहुन्न। अब प्रहरीले पनि चेक गर्छ, चेक गर्दा त्यो छत देखिया हुन्छ, त्यसमा हेर्दै हैन। अब यो सूचना पाएर मात्रै समात्या हो। अब धेरै जसो हामीले यो चेक जाँच गर्दाखेरि कहिले काहीँ फेला पर्छ, धेरै जसो गोप्य सूचनाको आधारमै फेला पर्छ र हिजोको यो पनि गोप्य सूचनाको आधारमै भएको। कसरी यो कति छ के छ अनुमान गरेको छ कि तपाईँ जोखेकै छ 477 किलो छ। यो 477 केजी के छ? योमा गाँजा हो कि गाँजा जस्ने पदार्थ? गाँजा हो, देख्दा गाँजा जस्तो देखिन्छ, सुँग्दाखेरि पनि गाँजा जस्तो देखिन्छ। तर हामीले परीक्षणको लागि पठाउनै पर्छ। परीक्षण भएर आइसकेपछि मात्रै चाहिँ यसलाई हामी गाँजा भन्छौँ। अनि यो हेरिरहेको छु यो व्यापक मात्रामा चाहिँ यो खास गरेर अहिले चाहिँ धनुषा जिल्ला होस् अथवा सिराहातिर होस् मध्य प्रदेशमा खास गरेर यो त्यो पैसाहरू बरामद भइरहेछन्। यो गाँजा धेरै धेरै कुराहरू चाहिँ लागु पदार्थ पहिला जुन औषधिहरू जुन त्यो पाइरहेछ, तर गिरोह चाहिँ जुन मेन हुनु पर्यो त्यो चाहिँ अहिलेसम्म समात्न सकिरहेको छैन। कहाँबाट चाहिँ यो आइरहेछन् सामानहरू, के छ, के यसमा के जानकारी गराउन चाहनुहुन्छ तपाईँ? यस्तो हुन्छ। अब अहिले हामीले गिरोह जस्तो हुन्डीमा समात्यौँ नि, हुन्डीमा यिनै मान्छे नै हुन्। अब यिनीहरूको कोसँग रिलेसन हुन्छ थाहा भइहाल्छ। थाहा भइसकेपछि हामीले अब एउटै हुन्डीमा 15 जनासम्म प्रतिवादी बनाएर पठाइयो। 2,50,00,000सम्म चाहिँ के भन्छ बिगो कायम भयो हैन। किनभने तिनीहरूले त्यो जुन पास गरेको भेटिन्छ त्यो बिगो कायम हुने हो, त्यसकारण त्यो आउँछ। र यसमा पनि हामीले फेरि यसको अनुसन्धान गर्दै जान्छौँ। भनेपछि यसलाई कसले दिएको हो, कहाँबाट ल्याएको हो, कसरी चाहिँ यो गर्यो यसले भनिसकेपछि त्यो कुरा पत्ता लगाइहाल्छ। हामीले अनुसन्धान सुरुमा समाउँदाखेरि ड्राइभर मात्रै समाते पनि हामीले अनुसन्धान गर्दै जाँदाखेरि हामी यो 1 स्टेप 2 स्टेपसम्म माथि
पुग्छौँ उता कसले डिमान्ड गरेको के गरेको कहिलेकाहीँ यो ड्रग युजरहरूले के गर्छ भने ऊ गर्छ कि आफ्नो त्यो चाहिँ एउटा स्टेपलाई अर्को स्टेपको जानकारी दिँदैन कि त्यसकारण यिनीहरू यो यसको नेक्स्ट स्टेपसम्म मात्रै जानकारी हुन्छ त्योभन्दा यसलाई अर्को स्टेप यसलाई थाहै हुँदैन यो ड्राइभरलाई यिनीहरूको त्यो यामो नै हो विश्वभरि नै यही हो त्यसकारण त्यो हिसाबले हामी योभन्दा माथिल्लो लेभलसम्म जाने प्रयास गरेका हुन्छौँ कतिपयमा चाहिँ धेरै माथिल्लो लेभलमा पनि जान्छौँ कतिपयमा चाहिँ एक स्टेपमा मात्रै चित्त बुझाउनु पर्ने हुन्छ पुलिसले त्यो हिसाबले हामीले कति गहिरो अनुसन्धान गर्न सक्छौँ भन्ने कुरा हो र धनुषा प्रहरीले योभन्दा अगाडिकामा पनि यहाँका चाहिँ खुखार यो लागु औषध कारोबारीहरू हतियारसहित होइन र यो खास गरी यो मुखियापट्टि मुसर्नियाका र यता मकवानपुरतिरका सर्लाहीतिरका खुखार मान्छेहरू पनि समातेका छौँ यद्यपि नयाँ मान्छेहरू आइरहेका छन् यो ठाउँमा अब यसको मतलब के हो भने इन्डियाबाट स्टिल यो गाँजाको डिमान्ड चाहिँ अहिले बढेको देखिन्छ त्यो हिसाबले यिनीहरूले धनुषालाई चाहिँ असुरक्षित मान्छ असुरक्षित मान्दै पनि आइरहेको छ भनेपछि हैन त्यो डिमान्ड चाहिँ छ यिनीहरूको यो मुख्यपट्टि मुसर्नियामा पनि केही तस्करकै प्रसङ्गमा चाहिँ त्यो हवाई फायर भएको थियो के थियो घटना चाहिँ अब लगभग 19.5 लाखको चाहिँ सामान हो अब त्यो सामान चाहिँ यिनीहरूको तस्करहरूको कहिलेकाहीँ के हुन्छ भने गाउँलेलाई उठाएर लुट्न लाउने अनि गाउँलेहरूले पनि के गर्छ त्यो लुटेपछि त उसैले लगाइदिन्छ कि उसलाई फिर्ता दिँदैन तस्करलाई दिए पनि पैसा पाउँछ उसले त भनेपछि गाउँलेलाई उतार्छ उनीहरूले तस्करहरूले त्यो विभिन्न ठाउँमा गर्ने गरेको हो अब हिजो पनि त्यो पुलिस डराएर भागिहाले भए चाहिँ भागिहाल्थ्यो किन लड्ने भनेर अब तर हामीले चाहिँ कुनै पनि हालतमा नछोड्ने भनेपछि त्यहाँ हवाई फायर गरेर पनि हामीले सामान छोडेनौँ लिएरै आयौँ कसरी हिम्मत हुन्छ जसरी अहिले चाहिँ हेरिरहेको छु हरेक ठाउँमा प्रहरी त्यो खटिरहेको हुन्छ सुरक्षाकर्मी हुन्छ ट्राफिक हुन्छ हरेक ठाउँमा सशस्त्र आर्मी पनि हुन्छन् बोर्डरमा पनि हेरिरहेको छु त्यतिकै चाहिँ तर यो गाडी त हाम्रो चाहिँ खुला सिमानाको त्यो चौड बाटो त आउँदैनन् बाटोबाटै आउँछ तर यो कतै न कतै चाहिँ यो प्रहरीमाथि पनि प्रश्न चाहिँ उब्जिरहेछ नि त प्रश्न चिन्ह लागिरहेछ नि त अब प्रहरीसँग प्रश्न उब्जिने त कुरै भएन किनभने यसले यति गहिरो तरिकाले यसलाई फल्स कम्पार्टमेन्ट भन्छ कि यसले यस्तो फल्स ठाउँ बनाएको छ कि तपाईँलाई ल बहिनी जाम गाडी चेक गरौँ भनेर भनेको भयो भने तपाईँले यहाँ छ होला भनेर अनुमानै गर्न सक्नुहुन्न मैले पनि सक्दैन कि त्यस्तो अनुमानै गर्न नसक्ने किसिमले म पक्का यसलाई कन्फर्म चाहिँ बचाएर लान्छु भन्ने किसिमले यिनीहरूले कहिले यो उसको भुइँको तलपट्टि बनाएको हुन्छ त्यस्तो ठाउँ कहिले चाहिँ यो छतको माथिपट्टि कहिले कता गरेर यिनीहरूले फल्स कम्पार्टमेन्ट बनाउँछ र यसमा बचिहाल्छु कि भन्ने चाहिँ सोध्छ तर चाहिँ धेरै जसो यिनीहरू बच्न सम्भव चाहिँ हुँदैन बच्दैन कतिजना चाहिँ हिजो समात्नु भएको छ यो पैसा पनि हेरिरहेको छु मोबाइलहरू पनि बरामद भएको छ यो छुट्टै छ कि कसो हुन्डीको केसमा एउटा केसमा 5 जना अर्को केसमा 2 जना समातेको छ लगभग 18 लाख जति पैसा छ दुईटा केसमा गरेर भने यसमा चाहिँ 34 वटा यो पोका छ यस्तो र मान्छे चाहिँ ड्राइभर एकजना मात्रै समातेको छ र थप अनुसन्धान हाम्रो जारी छ र हामीले जो यसमा संलग्न छ किन्ने बेच्ने ओसार्ने यो सबै चाहिँ यसमा हामीले दायरामा ल्याउँछौँ के अहिले उहाँहरूले भनेको छ कि छैन अहिले अनुसन्धान गर्दाखेरि कैदीहरूले के त आइहाल्छ थप कुराहरू अब थप कुरा हामीले ल्याउँदै गर्छौँ धेरै धेरै धन्यवाद अखन अपने सब देख सकै छी जे एठाम ई पाछामे ई जते देख रहल छी जे लाल पोका बनाओल गेल छै ई कोनो गिफ्ट नहीं छै ई सब जे छै से अहाँ के एमे गांजा स जे छै से एकरा पोका पारल गेल छै एठाम देखाब चाहब जे अपने सबके जे एठाम ई पैसा देख सकै छी जे एठाम पैसा सब सेहो छै कति 5 लाख कति छ दुईटा गरेर 9 र 8 9 लाख समथिङ 8 लाख समथिङ गरेर 18 लाख 18 लाख ई टेबल पर देख सकै छी 18 लाख रुपैया छै एठाम मोबाइल सब छै किछ चेक सब छै एठाम बैग सब सेहो फेला पारल गेल छै एठाम देख रहल छै दिनहु दिन एतिक ई सब बरामद भ रहल अछि जना पैसा के कैसे आदमी गलत काज करऽ वाला के कनिक दिन मात्रे लगैत रहै छै कि शायद हमरा इनकम स्रोत बेसी भ रहल अछि लेकिन बाद में जाकर जे छै से पर्दाफाश हेबे करे छै पकड़ा जेबे करे छै लेकिन तत्पश्चात जे छै से अखनो तक जे आदमी सब जे छै से एकर सुधार नहीं लाबि रहल छै आ ई समस्या जे छै
चीज से विशेष देखल गेल छै। अखन खास करके देखै छी जे तस्कर सबके काल्हि जेना मुखियापट्टी मुसरनिया में गोली चलल छल, ओहूठाम तस्करे के अहाँ के केस छलै, लेकिन देख रहल छी दिनों दिन ई चीज सब बढ़ रहल अछि। एहिमे गिरोह जे छै मेन से नहीं पता अहाँ के चल रहल छै। फिर हमसब दोसर रिपोर्ट लऽ कऽ उपस्थित हेबेटा करब। अखन के लिए विदा लेब, नमस्कार।